subscribe to my channel. सबैजनालाई वेलकम गर्दै म फेरि आइसकेको छु साथीहरु नयाँ भिडियो लिएर। म चाहिँ धेरै पछि आइरहेको छु के कस्तो छ भनेर म तपाईहरुलाई देखाउँदै छु। र म चाहिँ धेरै दिन गाउँ छैन, त्यही भएर गाउँको भिडियो हाल्न पाएको छैन। बट आज म गाउँ आइसकेको छु। हिजो नाइट आइपुगेको, आज चाहिँ टट्ट भिडियो बनाउँदै छु गाइज। के छ सन्चै हुनुहुन्छ? लागेको अब पल्टान। हजुर श्याम सर जाउँ होइन? नजाने ल ल ल सकियो ल ल ठिक छ। लागेको पर्न नभए देखाएको होइन होइन कहाँ भिडियो गरेको कहाँ यस्तो हुन्छ? ब्ल्याक स्क्रिन स्क्रिनैमा छैन रेकर्ड भएको। दुनियाँमा साथीहरू मैले खाँदै ठक्कट खाँदै आज म यहाँसम्म आइसकेको छु र म आफ्नो जितलाई हात पार्नको लागि नजिक पुगिसकेको छु। कुनै दिन म आफ्नो जित पनि नजिक ल्याउने छु। के छ सन्चै हुनुहुन्छ? सबिन्द्र कता गयो आज? घरमै थियो हो? कता लाग्नु भयो? हजुर खै बल छ अरे हौ, बल हान्नु पर्ने अनि बोलाउँछन् केटाहरू। इन्टरटेनमेन्ट भन्ने पार्ट पनि हुन्छ, तर आज चाहिँ अलिक सक्ला जस्तो छैन। तुम्बा खाएको यार, मुखै पनि लटपटिएर शब्दै आउँदैन क्या टोङ्बा। किनकि म यस्तो टोङ्बा जहाँ हतपत नहाने मान्छे हो नि त, यस्तो रमाइलोमा दिने मान्छे। यसो गएको आज घरमा यार टक्क डरम उयो गरेको होइन, खोलेको होइन, सरर कोदोको जाँडको त बाँच्ने यस्तो मनमा थियो कि त्यसो ज्याप बोलाएर होइन टक्क त्यो छोकालाई निकालेँ, सट्ट टोङमा हालेँ होइन, टोङमासँग टक्क लाएर पानी सलक्क डालेँ होइन, टक्क भनौँ न सर्र पानी हालेँ, टक्क आधी घन्टा जति राखेर गर्दाखेरि त मन के भन्नु भने त्यसपछि त पिजाबाट जाँदा टोङमा तान्न जाएन, क्या रमाइलो हुन्छ नि। कसम आजको टोङमाले त यस्तो फन हाने, यस्तो गुलियो हो कि माको त। गाउँघरमा मान्छे अभावले गर्दाखेरि अचेल बाँझो बढ्नु थालेको छ। सबै गाउँमा जागिरे लाउरे विदेशी मात्रै बढी भयो क्या। रहेको भनेको त म जस्तो घर मात्रै हो गाउँमा। म जस्तो भन्दा पनि मै मात्रै हो मेरो उमेरमा चाहिँ अब गाउँमा बस्ने। त सबै मभन्दा भाइहरू बुढोपाकाहरू त्यस्तै मात्रै छ। हो डुलेको जाउँ ग्राउन्ड गएको कता लाग्नु भयो?
डुल्लै डुल्लै जानु पर्यो नि अब अल्छी लाग्छ फेरि मोटाइएछ यसो एक्सर्साइज हान्नु गएको भुँडी लागेर त मान्छे हिँड्नै नसक्ने पो भइएछ त घाँस चाहिँ कता काट्नु आँट्नु भयो पारी गाई गोरु उतै छ कि अरू यता थुप्रो गइसक्यो कि देख्नै भएको छैन गोपाल होला को मौसम बाबा खै आउँछ होला रविन्द्रको होइन यो लास्टै हुर्का छ हौ पानी आएन हौ अहिले बिस्तारै बिस्तारै थोरै थोरै पानी आउनु पर्छ क्या मकै सबको गर्ने बेला भइसकेको रहेछ यता त यहाँ पनि मजाले घाँस चिप्पी छ बुहरूकै पर्छ होइन यिनीहरू त्यो काब्रा चाहिँ मरेको हो कि पहिला लास्टै चढिन्थ्यो त्यो काब्रा यो बरहरू ल ए आजको भिडियो चाहिँ म युट्युबमा हाल्छु क्या धेरै भयो नहाल्यो भिडियो बनाउनै पाइँदैन यसरी बनाउनु पाइँदैन भन्दा पाइन्छ टाइम छ त्यो टाइमलाई सदुपयोग गरेर होइन भिडियो बनाएर हाल्न सक्दिनँ क्या म खास गरी किनकि म धेरै अल्छी भइसकेको छु अचेल किनकि थोरै थोरै पहिला त यो भिडियो बनाउनुले गर्दा भए पनि म थोरै त बिजी हुन्थ्यो नि त काम हल्का हुन्थ्यो घरमा काम गरिन्थ्यो टक्क बेलुका भएपछि भिडियो बनाउने काम गरिन्थ्यो अहिले त्यो पनि गर्न छोडिएको छ क्या टक्क दिनभरि सुत्ने अस्ति जानु उदो गएपछि त चढाइ झरेपछि त होइन भाइ दिनभरि सुत्ने बेलुका हुन्छ उठ्ने भात पकाउने खाने बिहान हुन्छ उठ्ने भात खाने सुत्ने कामै त्यही मात्रै क्या ल त्यो भन्नु त कामै थिएन त अनि गर्नु पनि हुनु पनि त्यही मात्रै थियो काम अब गऱ्यो भने त अब हुन्थ्यो नि अब मलाई नै मन नलागेको होला त्यस्तै बुझौँ अब यही काम गरौँ भनेर सोच्दैछु कामै गर्नु मन लाग्दैन जिउनै ल्याक्क भइसकेको छ म त वेट चेक पनि गरेको छैन यार कति केजी भइसक्यो पहिला त एकदम 69 68 भएर घटेर 65 सम्म आएको थिएँ अब त कति छु होला अब त 70 जति धेरै अब वेट चेक नगरेको लगभग 6-7 महिनै भइसक्यो हिँड्नु त गाह्रो पर्छ अझै त चाहिँ जस्तै आउँछ नि फेरि क्वालिटी चाहिँ लो क्वालिटीको छ त्यही पनि भिडियो मन पराएर हेरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला किनकि आगामी दिनमा म इन्टरटेनमेन्टहरू दिन कोसिस गर्नेछु आज दिन नसके पनि माफ गरिदिनु होला होइन सबै सामु सेयर गरिदिनु होला म कोही बेला गिभ अवे भिडियो पनि ल्याउन प्रयास गर्नेछु र मलाई टिकटकमा कसैले पनि चिन्नु भएको छैन भने मलाई यही नाम सन्दीप
सन्दीप LR10 रहे, LR10 अथवा 16 रहेको छ होइन। स्ट्रेस भनेर छ मेरो मेन निकनेम चाहिँ। गएर फलो गरिदिनु होला, फलो ब्याक दिने कोसिस गर्नेछु म। अनि युट्युबमा लाइक सब्सक्राइब गरिदिनु होला, कमेन्ट गरिदिनु होला। तपाईँहरूको पोजिटिभ कमेन्ट रेस्पोन्सले गर्दाखेरि म अगाडि बढ्न मलाई सहज हुनेछ। र तपाईँहरूको कमेन्ट अनुसार म रेस्पोन्सिबिलिटी पनि दिनेछु होइन। तपाईँहरूले कस्तो कमेन्ट गर्दै हुनुहुन्छ र मलाई कति हेल्पफुल हुन्छ अगाडि मलाई बढ्नको लागि, त्यो अनुसार पनि म प्रयास गर्नेछु। रनर आउँदैछ पछाडि, ऊ पनि भ्लगरै हो। यदि उहाँलाई चिन्नुहुन्छ भने गएर मेरो प्रोफाइलमा गएर हेरिदिनु होला, विशाल भ्लग्स त्यस्तै के अपुरो अथवा विशाल भ्लग्स के रहेको छ, मलाई पनि त्यति याद छैन। म युट्युब नचलाएको धेरै भइसकेको छैन। त्यही पनि आज म मातेकोले गर्दा होइन क्या, ओभर जिउ मुख केही बोल्नु ताली केही आएको छैन। त्यही पनि म भ्लग बनाउँदैछु साथीहरू, तपाईँहरू सामु उपस्थित भएको छु। र म अघि तपाईँहरूलाई भन्दै थिएँ subscribe to my channel.